मेरो एउटा लास्टै नराम्रो बानी छ। सरी बानी त धेरैवटा नराम्रो छ। एमङ देम एउटा चाहिँ कहिले पनि प्रिपरेसन नगर्ने, कहिले पनि प्लान नगर्ने, अलवेज लास्ट मोमेन्टमा आएर हतार गर्ने। म कहिले पनि टाइममा पुग्दिनँ। हाम्रो ग्रुपमा ट्रेक जाने भनेपछि सबै जिम्मेवारी मेरो हुन्छ। कहाँ जाने, आइटिनेरी के छ, बजेट कति लाग्छ, कहिले निस्किने, एभ्रिथिङ। एन्ड दिस इज मी जो अलवेज अनप्लान्ड हुन्छ। ट्रेक जानु एक दिन अगाडिसम्म पनि थाहा हुँदैन कहाँ जाने भनेर। कहाँ जाने रे, कहिले जाने पनि थाहा हुँदैन। आई थिङ्क इन सम वे मेबी यो एउटा राम्रो बानी पनि हो। प्लान नेभर सक्सिड। हामीले धेरै प्लान गऱ्यो भने त्यो प्लान कहिले पनि सक्सेस हुँदैन जस्तो लाग्छ। हामी एभरेस्ट जानुभन्दा एक दिन अगाडिसम्म पनि कहाँ जाने, के गर्ने भन्ने कुरा थाहा थिएन। आई वाज थिङ्किङ अबाउट नर्फू, मनाङतिर जान मन थियो मलाई। मैले धनीलाई टेक्स्ट गरेँ, चुज वान, नर्फू अर गोक्यो। ही सेड लेट्स गो टु गोक्यो। गोक्यो अलिक बढी ब्युटिफुल छ जस्तो लाग्यो। अनि त्यहाँ अहिले हिउँसिउ पनि पर्यो होला, रमाइलो हुन्छ। देन हामी एक दिन अगाडि सपिङ गर्न गयौँ, टिकटहरू काट्यौँ। त्यही भएर हामी प्लेनको टिकट पाएनौँ खासमा। अनि हामी काठमाडौँबाट ट्रेक सुरु गर्छौँ। हामी 4-5 दिनपछि नाम्चे पुग्छौँ। अनि नाम्चे बजारबाट अलिकति अगाडि गएपछि गोक्यो र एभरेस्ट जाने बाटो छुट्टिन्छ। नाम्चे बजारसम्म एभरेस्ट बेस क्याम्प र गोक्यो जाने बाटो चाहिँ सेम हो। हामी नाम्चे बजार पुग्ने बेलासम्म पनि गोक्यो जाने भनेर बसिरहेको थियौँ। आफ्टर नाम्चे देयर इज अ पोइन्ट, गोक्यो एन्ड इबिसी जाने बाटो छुट्टिन्छ। एन्ड डु यु नो दिस इज हाउ वी चुज कहाँ जाने भनेर। गाइज वी हेभ टु थिङ्क वेयर टु गो। ल यहाँ माथिबाट गोक्यो, यहाँबाट एभरेस्ट। Empty hand is Gokyo, stone is Everest Base Camp. स्टोन इज एभरेस्ट बेस क्याम्प? Yeah. ओके। समटाइम लाइफ डजन्ट गो एज वी प्लान। कहिलेकाहीँ अनप्लान्ड कुरा पनि हामीलाई झन् राम्रो ठाउँमा पुर्याइदिन्छ। God may not give you what you are asking for. They always give you what's the best for you. So don't plan so much. Just pack your bag and get out from your comfortable zone.